विद्यार्थी साथीहरू, हामीले अघिल्लो भिडियोमा क्लास 8 को कम्पलसरी म्याथमेटिक्समा कतिवटा च्याप्टरहरू छ र कुन च्याप्टरबाट कति मार्क्सको क्वेसन सोध्छ भनेर हेऱ्यौँ। त्यसपछि अर्को भिडियोमा हामीले च्याप्टर 1 सेटको थ्योरिटिकल नलेज लियौँ र फर्मुलाहरूको बारेमा पनि हेऱ्यौँ। अब हामी यस भिडियोमा च्याप्टर 1 सेटबाट बेसिक लेभल एक्जामिनेसन 2080 मा विभिन्न ठाउँहरूमा कस्तो कस्तो क्वेसन सोधेको थियो त्यो क्वेसनहरू सल्भ गर्नेछौँ है। ल, क्वेसन नम्बर 1 चाहिँ काठमाडौँमा सोधेको हो 2080 मा। द सबसेट्स ए एन्ड बी अफ युनिभर्सल सेट यु आर प्रेजेन्टेड इन द भेन डायग्राम। अब एभ्री सेट्स आर द सबसेट अफ युनिभर्सल सेट भनेको थियो, हामीले अघिल्लो भिडियोमा पढेको छौँ। यो केही पनि फरक परेन है। के भन्यो त, ए र बी चाहिँ र युनिभर्सल सेट यु चाहिँ नि भेन डायग्राममा यसरी रिप्रेजेन्ट गरेको छ, प्रेजेन्ट गरेको छ भने अब क्वेसनहरू सोद्धा तपाईँहरूलाई धेरै जस्तो चाहिँ नि भेन डायग्राम दिएर 3टा क्वेसन सोध्ने, एक मार्क्सको क्वेसन सोध्छ। तर कहिलेकाहीँ चाहिँ नि भेन डायग्राम नदिकन तपाईँहरूलाई चाहिँ नि लिस्टिङ मेथड, सेट बिल्डर मेथडमा क्वेसन दिएर अनि यसरी चाहिँ नि क्वेसनहरू पनि सोध्ने गर्छ है। ल, अब क्वेसन नम्बर एमा के भन्यो त, आइडेन्टिफाई एन्ड राइट वेदर द सेट्स ए एन्ड बी आर ओभरल्यापिङ अर डिसोइन्ट। ए र बी भन्ने सेट चाहिँ नि ओभरल्यापिङ हो कि डिसोइन्ट हो भन्यो। अब ओभरल्यापिङ बन्ने भनेको चाहिँ नि कमन इलिमेन्ट छ भने ओभरल्यापिङ हुन्छ, कुनै पनि इलिमेन्ट्स कमन छैन भने डिसोइन्ट हुन्छ। तर यहाँ चाहिँ नि भेन डायग्राम हेरेर आइडेन्टिफाई गर्नु पऱ्यो। अब दुईवटा सेटको चाहिँ नि एक आपसमा टच भर्छ भने चाहिँ नि त्यो ओभरल्यापिङ भइहाल्यो, हेरेर नै थाहा पाउन सक्नुहुन्छ एउटा माथि अर्को खप्टेको छ। दुईवटा सेट टच भएको छैन भने चाहिँ नि त्यो डिसोइन्ट हुन्छ है। र जुन टच भएको पार्ट छ, टच भएको पार्टभित्रको इलिमेन्ट्स यो अहिलेको केसमा 4 र 5 छ, यो चाहिँ कमन इलिमेन्ट हुन्छ। भनेको ए भनेको 3, 4, 5 हुन्छ, बी भनेको 4, 5, 6, 7 हुन्छ है इलिमेन्ट्स बीको। ल, भनेपछि के रहेछ त, सोल्युसन गरौँ। एमा के भन्नु पर्यो, द सेट्स ए एन्ड बी आर ओभरल्यापिङ सेट। किन त, बिकज दे बोथ ह्याभ कमन एलिमेन्ट्स। के हो त कमन एलिमेन्ट्स? जुन ओभरल्याप भएको पार्टमा छ त्यो कमन एलिमेन्ट है, 4 एन्ड 5। बुझ्नुभयो होला। र अब बीको हेरौँ, राइट द इम्प्रोपर सबसेट द्याट क्यान बी मेड फ्रम सेट बी। सेट बीबाट बन्न सक्ने इम्प्रोपर सबसेट के हो त्यो लेख्नुहोस् भन्यो। अब हामीले अगाडि थ्योरीमा पनि पढ्ने बेलामा हेरेका थियौँ, कुनै पनि सेटको इम्प्रोपर सबसेट एउटा मात्र भन्छ, त्यो भनेको अब जस्तै जुन सेट हो त्यो इट्स सेल्फ नै त्यसको चाहिँ नि इम्प्रोपर सबसेट हो भनेको थियो। अब यो केसमा के छ, बी भनेको 4, 5, 6, 7 छ भने यसको इम्प्रोपर सबसेट भनेको पनि 4, 5, 6, 7 नै हुन्छ है। ल, लेखौँ, द improper subset that can be made from set B is के हो त, 4, 5, 6, 7। अब क्वेसन नम्बर सी सल्भ गरौँ। हाउ मेनी मोर अर लेस प्रोपर सबसेट क्यान बी मेड फ्रम सेट बी देन फ्रम सेट ए। अब तपाईँहरू चाहिँ यो एकदम इम्पोर्टेन्ट भनेको कुरा चाहिँ तपाईँहरू केमा झुकिनु भएन भने, सबसेट मात्र कतिवटा बन्छ भन्यो भने सबसेट एउटा अथवा धेरै बन्न पनि सक्ने भयो, प्रोपर सबसेट पनि एउटा अथवा धेरै बन्न पनि सक्ने भयो। तर इम्प्रोपर सबसेट सधैँ एउटा मात्र हुन्छ, जुन सेट दिएछ त्यो सेट नै त्यसको इम्प्रोपर सबसेट हो है। ल, अब यहाँ चाहिँ प्रोपर सबसेट चाहिँ नि एमा भन्दा बीमा धेरै बन्छ कि कम बन्छ प्रोपर सबसेट भनेर क्वेसनले सोध्यो। अब यसको लागि हामीले अगाडि पढेको छौँ, फर्मुला छ हामीसँग 2 को पावर n - 1 भन्ने है। अब 2 को पावर n - 1 भन्ने फर्मुलामा हामी हाल्छौँ, n भनेको नम्बर अफ एलिमेन्ट्स हो। त्यो फर्मुला हालेपछि चाहिँ नि दुईटाको चाहिँ नि ट्याक्क सङ्ख्या निस्किन्छ, सङ्ख्या निस्केपछि एक आपसमा घटाएपछि हाम्रो एन्सर आइहाल्छ है त। ल, लेखौँ, द proper subset that can be made from
लेखौँ सेट एबाट बन्ने प्रोपर सबसेट भनेको के हो 2 को पावर n माइनस 1 गर्ने हो n भनेको एमा कतिवटा एलिमेन्ट छ त्यो लेख्ने अब अहिलेको केसमा एमा कतिवटा एलिमेन्ट छ 3 4 5 भन्ने एको एलिमेन्ट्स हो भनेपछि एउटा दुईटा तीनटा एलिमेन्ट छ भनेपछि 2 को पावर 3 माइनस 1 भनेको कति हुन्छ 8 माइनस 1 इक्वल्स टु 7 हुने भयो अब सेट बीमा चाहिँ कतिवटा बन्ने भयो भन्दाखेरि फर्मुला त सेम नै हुने भयो तर यनको भ्यालु फरक हुनसक्छ है एलिमेन्ट्स गनेर लेख्ने हो यो अब बीको केसमा के छ 1 2 3 4वटा छ है 4वटा छ भने 2 को पावर n को ठाउँमा 4 माइनस 1 गर्नु पर्यो भनेपछि 2 to the 4 8 16 हुने भयो 16 माइनस 1 गरेपछि 15 हुने भयो ल ए र बीमा कतिवटा प्रोपर सबसेट बन्छ निकालेमा हामीले अब हामीलाई क्वेसनले के सोधेको हो हाउ मेनी मोर अर लेस प्रोपर सबसेट क्यान बी मेड फ्रम सेट बी देन फ्रम सेट ए भनेको सेट बीमा चाहिँ नि सेट एमा भन्दा कति बढी अथवा कम प्रोपर सबसेट बन्छ भनेको अब हामीले हेरेर थाहा पायौँ सेट बीमा त बढी बन्दो रहेछ सेट एमा जम्मा 7वटा बन्यो सेट बीमा 15वटा बन्यो भनेपछि हाम्रो टोटल 15 माइनस 7 गर्दा 8वटा बढी चाहिँ नि प्रोपर सबसेट सेट बीमा एमा भन्दा सेट बीमा बढी बन्छ भन्नु पर्यो है अब त्यसलाई हामीले कसरी भन्ने त इन सेट बी कमा 15 माइनस 7 इक्वल्स टु 8 मोर proper subsets are formed than from set A भन्नुहोस् है ल अब यसपछि हामी फेरि अब अर्को क्वेसनतर्फ लागौँ ल नेक्स्ट क्वेसन चाहिँ हामीले ललितपुरमा सोधेको क्वेसन सल्भ गर्न खोज्दैछौँ है के भने त स्टडी द गिभन भेन डायग्राम एन्ड आन्सर द फलोइङ क्वेसन भन्यो भेन डायग्राम दियो एमा के भन्यो राइट द एलिमेन्ट्स अफ सेट यु भन्यो राइट द अनि बीमा के भन्यो राइट द इम्प्रोपर सबसेट अफ एक्स भन्यो अनि सीमा फाइन्ड द इन्टरसेक्सन सेट अफ एक्स एन्ड वाइ भन्यो है अब हामी सोलुसनतर्फ लागौँ अब सेट यु भनेर यो क्यापिटल यु भनेको हामीले थ्योरीमा नि भनेको थियो युनिभर्सल सेट हो भनेको थियो अनि युनिभर्सल सेटको एलिमेन्ट्स लेख भनेर हामीलाई क्वेसनले सोध्यो अनि हामीले यो जुन भेन डायग्राममा यो माथिपट्टि यु देख्छ नि यो यु भनेको नै युनिभर्सल सेट हो है अनि तपाईँहरूले युनिभर्सल सेटको एलिमेन्ट्स लेख भनेर तपाईँहरूलाई क्वेसनमा सोध्ने बित्तिकै तपाईँले के गर्नु पर्यो भने यो बक्सभित्र तपाईँहरूले जति पनि एलिमेन्ट्सहरू देख्नुहुन्छ त्यसलाई रिपिट नगरिकन लेख्नु पर्यो है जस्तै अब यो केसमा के हुने भयो त युनिभर्सल सेट यु भनेको के छ त हामीले देखेको एलिमेन्ट्स ABCEIOU होइन ए चाहिँ एक्समा छ वाइ पनि छ भनेको है ओभरल्याप गरेको छ भनेपछि के हुने भयो त द एलिमेन्ट्स अफ सेट यु द एलिमेन्ट्स अफ सेट यु इज भन्ने त्यसपछि यु इक्वल्स टु गरेर सेट बनाएर लेख्नु छ है ABCEIOU ल एको सल्भ भयो कहिले कहिले कस्तो गर्छ भने यो सर्कलभित्रको युनिभर्सल सेटको एलिमेन्ट्स लेख भन्यो भने यो सर्कलभित्रको मात्र तपाईँहरू लेख्ने होइन फेरि कहिले कहिले यो सर्कल बाहिर एलिमेन्ट्स देखिन्छ भने त्यो पनि युनिभर्सल सेटको एलिमेन्ट्स हुन्छ जस्तै अहिले हाम्रो क्वेसनमा हेर्ने हो भने यो केसमा युनिभर्सल सेट यु लेख भनेर हामीलाई भनेको एलिमेन्ट्स लेख अथवा युनिभर्सल सेट लेख अथवा युनिभर्सल सेटको एलिमेन्ट्स लेख भनेको भए हामीले के लेख्नु पर्थ्यो 3 4 5 6 7 अघि गरे जस्तो र यो 8 र 9 पनि के हो त युनिभर्सल सेटको एलिमेन्ट्स नै हुन्छ है बाहिर भए पनि 8 9 सहित युनिभर्सल सेट यसरी बन्छ है यो किन भएन अनि अब क्वेसन नम्बर सेकेन्ड बीमा जाउँ राइट द इम्प्रोपर सबसेट अफ एक्स यो त अघि पनि गरेको एक्सको एलिमेन्ट्स जे छ त्यो नै त्यसको इम्प्रोपर सबसेट हुन्छ भनेपछि के हुने भयो त द इम्प्रोपर सबसेट अफ सेट एक्स इज भन्ने अनि सेट एक्स जे हो त्यही लेख्दैन एबिसी हो नि त ए कमा बी कमा सी एलिमेन्ट्स हो भने त्यही एलिमेन्ट्स राख्ने लेख्दैन अब क्वेसन नम्बर सीमा के लेख्यो फाइन्ड द इन्टरसेक्सन सेट अफ एक्स एन्ड वाइ
अब यो जुन ओभरल्याप भएको पार्ट छ त्यसलाई इन्टरसेक्सन भन्छ, ओभरल्यापिङ भन्छ होइन। अनि इन्टरसेक्सन सेट अफ सेट एक्स एन्ड वाई भनेको चाहिँ नि सेट एक्स र वाई भएको, यो वाई चाहिँ नि इन्टरसेक्ट भएको अथवा ओभरल्याप भएको पार्टमा भएको इलिमेन्टलाई सेट बनाएर लेखिदिनुहोस् भनेर तपाईँहरूलाई भन्न खोजेको हो। अब यसमा के गर्नु पर्यो त, द इन्टरसेक्सन सेट अफ एक्स एन्ड वाई इज भन्ने, अब यहाँ अहिले ओभरल्याप अथवा इन्टरसेक्ट भएको पार्टमा कतिवटा इलिमेन्ट छ त, एउटा मात्र छ, के छ, ए छ भनेपछि यसलाई यसरी ए भनेर लेखिदिने। अब यहाँ बिसिडी भएको भए एबिसिडी हुन्थ्यो होइन। अब यो तपाईँहरूलाई योमा झुक्किनु हुँदैन है, तपाईँहरू फेरि तपाईँहरूको मार्क्स काटिन्छ। यसरी इन्टरसेक्सन सेट अथवा ओभरल्यापिङ सेट अफ एक्स एन्ड वाई भन्यो भने यसरी सेट बनाएर कर्ली ब्र्याकेटभित्रै हालेर लेख्न पऱ्यो। कहिले कहिले चाहिँ कसरी सोध्छ भने तपाईँहरूलाई इलिमेन्ट्स अफ ओभरल्यापिङ मात्र भन्यो भने चाहिँ तपाईँहरूले यसरी सेट बनाइरहनु पर्ने अवस्था रहेन है, कन्फ्युज नहुनुहोस्। यसरी सेट भन्यो भने चाहिँ नि सेट यसरी कर्ली ब्र्याकेटभित्रै हालेर लेख्नु पऱ्यो है। ल अब अर्को क्वेसन सल्भ गरौँ। ल नेक्स्ट क्वेसन विराटनगरमा सोधेको क्वेसन छ, भेन डायग्राम दिएको छ अनि भेन डायग्रामबाट सल्भ गर्नुहोस् भनेको छ है। हेरेर एमा के भने त विच टाइप अफ सेट्स आर ए एन्ड बी, ए र बी कुन टाइपको सेट हो। सेट बीमा चाहिँ नि क्वेसन बीमा चाहिँ नि मेक एनी टू प्रोपर सबसेट फ्रम सेट ए, सेट एबाट बन्ने प्रोपर सबसेटहरू बन्छन् धेरै नै, त्यो मध्ये कुनै एउटा दुईवटा बनाउनुहोस् प्रोपर सबसेट भन्यो। अनि क्वेसन नम्बर सीमा के भन्यो, इफ द मेम्बर्स 1 and 2 आर टेकन आउट, यो 1 र 2 लाई चाहिँ नि निकालिदियो अथवा रिमुभ गर्यो, डिलिट गर्यो भने फ्रम द गिभन भेन डायग्राम, देन राइट द रिलेसनसिप बिट्विन ए एन्ड बी, ए र बी बिचको रिलेसनसिप कस्तो बन्छ भनेर चाहिँ क्वेसनले सोध्यो है। केही गाह्रो छैन, हेरेरै थाहा हुन्छ तिनटै क्वेसन। क्वेसन नम्बर ए सल्भ गरौँ। विच टाइप अफ सेट्स अफ आर ए एन्ड बी भनेपछि अब दुईवटा टच भन्छ, ओभरल्याप भन्छ भने ओभरल्यापिङ सेट भनेपछि के लेख्नु पऱ्यो त, द सेट्स ए एन्ड बी आर ओभरल्यापिङ सेट बिकज के भन्नु पऱ्यो त, 1 र 2 चाहिँ दुईटैमा कमन एलिमेन्ट छ भनिदिनु पऱ्यो। बिकज दे बोथ ह्याभ कमन एलिमेन्ट्स 1 and 2। अब क्वेसन नम्बर बी सल्भ गरेँ, यो त अगाडि पनि भएको थियो त्यही भएर धेरै भनेन है। मेक एनी टू प्रोपर सबसेट फ्रम सेट ए, अब सेट एबाट बन्ने कुनै प्रोपर सबसेट दुईवटा लेख्नुहोस् भन्यो। एनी टू प्रोपर सबसेट that can be made from set AR भन्ने। अब कतिवटा बन्छ त भन्ने कुरा तपाईँहरूले त फर्मुला राखेर निकाल्न सक्नुहुन्छ है। कतिवटा बन्छ भनेर सोधेको भए 2 को पावर n - 1 गर्नुहुन्थ्यो। 2 को पावर n - 1 मा n भनेको के हो त, एमा भएको नम्बर अफ एलिमेन्ट्स हो। कति छ त अहिले 1 2 3 4 छ भने 2 को पावर 4 - 1 इक्वल्स टु 16 - 1 भनेको चाहिँ नि 15 वटा बन्दो रहेछ। टोटल सेट एबाट प्रोपर सबसेट कतिवटा बन्दो रहेछ, 15 वटा बन्दो रहेछ। क्वेसनले हामीलाई त्यो 15 वटा मध्येको कुनै दुईवटा लेख्नुहोस् भन्यो। त्यही भएर योमा चाहिँ नि हरेकको एन्सर फरक फरक हुनसक्छ है, ठ्याक्कै एउटै एन्सर नलेखेको नि हुनसक्छ। 15 वटा मध्येको कुनै दुईवटा लेख्नुपर्ने हो भनेपछि हामीले के गर्न पाइयो त, एउटा सेट चाहिँ नि। अनि प्रोपर सबसेट बनाउँदाखेरि अर्को कुरा मैले पहिला नै के ध्यान दिने भनेको थिएँ भने इम्प्रोपर सबसेट भन्यो भने सबसेट भन्यो भने चाहिँ नि 1 2 3 4 भन्ने पनि एउटा चाहिँ नि त्यो चाहिँ नि सबसेट हो, इम्प्रोपर सबसेट हो भन्न पाइन्छ। तर प्रोपर सबसेट भन्यो भने सेट ए भनेको 1 2 3 4 छ भने त्यो सेट एलाई नै प्रोपर सबसेट हो भन्न पाइँदैन। इम्प्रोपर सबसेटको केसमा पाइयो, सबसेट मात्र भनेको केसमा पनि पाइयो, तर प्रोपर सबसेट भनेको केसमा 1 2 3 4 भनेर सेट एलाई नै त्यसको प्रोपर सबसेट हो भन्न पाइएन है। यो कुराको एकदम कन्फ्युज नहुने। भनेपछि हामीले त के लेखिदिन सकियो त, एउटा 1 2 3 लेख्न पाइयो, अनि एन्ड अर्को के लेख्न पाइयो त 3 र 4 मात्र पनि लेख्न पाइयो है। 3 र 4 पनि लेख्न पाइयो, 1 र 2 पनि लेख्न पाइयो,
2 र 3 पनि लेख्न पाइयो, 2 र 4 पनि लेख्न पाइयो, 1 र 4 पनि लेख्न पाइयो, 1 2 3 पनि लेख्न पाइयो, 1 3 4 पनि लेख्न पाइयो, अनि त्यसपछि 2 3 4 पनि लेख्न पाइयो। यसरी 15वटासम्म बन्छ है एउटा चाहिँ नि। अनि इम्प्टी सेट पनि लेख्न पाइयो है। धेरै नसोचिकन तपाईँहरूले एउटा चाहिँ नि यहाँबाट लेखेर एउटा चाहिँ इम्प्टी सेट लेखिदिँदा पनि हुन्छ है, किनभने इम्प्टी सेट प्रोपर सबसेटको पनि के अरे कुनै पनि सेटको प्रोपर सबसेट पनि हो, तर इम्प्रोपर सबसेट होइन। फेरि इम्प्रोपर सबसेटको चाहिँ इम्प्टी सेट बन्दैन, एउटा मात्रै इम्प्रोपर सबसेट बन्छ। सबसेट चाहिँ मा चाहिँ लेख्न सकियो है। अनि त्यसपछि क्वेसन नम्बर सीमा चाहिँ के भन्यो, इफ द मेम्बर्स 1 and 2 आर टेकन आउट। यो 1 र 2 जुन ओभरल्यापिङ पार्टमा छ यसलाई निकालिदियो अरे अथवा हटाइदियो। यदि यो 1 र 2 चाहिँ नि हुन्थेन, ए र बीमा नै यो अहिले के छ ओभरल्यापिङ पार्टमा 1 र 2 छ भने यो ए को पनि हो बी को पनि हो इलिमेन्ट्स भनेको छु मैले। भनेपछि यो 1 र 2 चाहिँ एबाट पनि बीबाट पनि हटाइदियो भने ए र बी बिचको सम्बन्ध अहिले के भनेर लेखेको थियौँ हामीले, ओभरल्यापिङ भनेको थियौँ। कसको कारणले? 1 र 2 कै कारणले होइन। अब यो 1 र 2 हटाइदियो भने ए र बी बिचको रिलेसनसिप कस्तो हुन्छ भने, अब 1 र 2 भएको कारणले नै ओभरल्यापिङ छ भनेको। 1 र 2 नै भएन भने त ओभरल्याप हुने सम्भावना भएन। जब ओभरल्यापिङ हुँदैन सेट के हुने भयो? डिसजोइन्ट हुने भयो, टच हुने भएन है। भनेपछि के लेख्नु पऱ्यो त, इफ द मेम्बर्स 1 and 2 are taken out from the given Venn diagram, then the relationship between A and B will be के हुन्छ त, डिसजोइन्ट। अब यति लेखिदिँदा नि हुन्छ, नत्र अलि जति राम्रो लेख्न पर्ने छ भने तपाईँहरूले बिकज 1 and 2 आर ओन्ली कमन एलिमेन्ट्स present in both sets A and B। ल यसरी लेख्ने हुन्छ, नत्र डिस्टेन्ससम्म लेख्दा नि हुन्छ है। ल अब अर्को क्वेसन सल्भ गरौँ। ल नेक्स्ट क्वेसन छ वीरगन्जमा सोधेको क्वेसन है। भेन डायग्राम दिएको छ, क्वेसन सोधेको छ, भेन डायग्राम हेरेर सल्भ गर्नुहोस् भनेको। के भने त, लिस्ट द एलिमेन्ट्स अफ युनिभर्सल सेट यु। यो अघि पनि गरिएको थियो। अब सुई सुई लेखिदिने एलिमेन्ट्स के छ, ए को the elements of the universal set U is भन्ने U इक्वल्स टू गरिदिने, लेखिदिने 1 2। अब अघि मैले भनेको थिएँ है, अघिको हाम्रो क्वेसनमा चाहिँ नि अघि नै मैले तिमीहरूलाई बुझाएको थिएँ। यसरी सर्कलभित्र भएको र बाहिर भएको यो बक्सभित्रको सबै लेख्ने, तर रिपिट नगरिकन लेख्ने भनेर भनेको थिएँ है। 1 2 छ, 3 छ, 4 छ, 5 छ, 6 छ, 7 छ, 8 छ, 9 छ, 10 छ। भनेपछि के रहेछ त, 1 2 3 4 5 6 7 8 9 10 यसरी लेख्नु पऱ्यो है। अनि क्वेसन नम्बर बीमा के छ, वाट टाइप अफ सेट्स आर एन एन्ड एम ओभरल्यापिङ अर डिसजोइन्ट सेट्स राइट विथ रिजन भन्यो। एन र एम ओभरल्यापिङ हो कि डिसजोइन्ट हो भनेपछि यो त अघिबाट गर्दैछौँ। दुईजना टच छ भनेपछि ओभरल्यापिङ। किन ओभरल्यापिङ? कमन एलिमेन्ट छ कुन कुन, 2 र 6 जुन चाहिँ नि खप्टेको पार्ट छ, ओभरल्याप भएको पार्ट छ, त्यहाँ भएको एलिमेन्ट्सहरू कमन एलिमेन्ट्स हो। त्यो भनेको एनमा पनि छ त्यो एलिमेन्ट्स, एममा पनि छ भनेको है। ल लेखौँ, द सेट्स N and M are overlapping sets because they both have common elements 2 and 6 लेख्यो है। अब क्वेसन नम्बर सीमा के भन्यो, हाउ मेनी सबसेट अफ सेट एन क्यान बी फर्मड। अब त यो हाउ मेनी सबसेट फर्मड भन्ने बेला क्वेसन 3टा टाइपको तपाईँलाई सोध्न सक्छ है।
एउटा चाहिँ नि हाउ मेनी सबसेट क्यान बी फर्म मात्र भन्न सक्छ। सबसेट मात्र भन्यो भने 2 को पावर n भन्ने फर्मुला लगाउने। n भनेको त नम्बर अफ इलिमेन्ट्स भइहाल्यो। अनि हाउ मेनी प्रोपर सबसेट क्यान बी फर्म भनेर प्रोपर सबसेट भन्यो भने 2 को पावर n माइनस 1 वाला फर्मुला लगाउने अघि गरे जस्तो। अनि इम्प्रोपर सबसेट त सधैँ एउटा मात्र बन्छ भनेर हामीलाई थाहा छ। अब यो तिनवटा कुरा थाहा भएपछि केही प्रब्लम भएन। अब हाउ मेनी सबसेट अफ सेट n क्यान बी फर्मड भनेपछि हाम्रो के छ त n भनेको हामीले अब यसरी गरिदिँदा नि हुन्छ। n कतिवटा छ 1 2 6 4 1 2 4 5 6 छ 3 छोडेर है 1 2 4 5 6 छ 3 सर्कलभित्र छैन n को भनेपछि कतिवटा इलिमेन्ट्स भयो त एउटा दुईटा तिनटा चारवटा पाँचवटा इलिमेन्ट्स छ। पाँचवटा इलिमेन्ट्स छ भने 2 को पावर n भनेर लगाउनु पर्यो। 2 को पावर n लगाउँदाखेरि कसरी लेख्नुहोस् भन्दा चाहिँ नि द सबसेट अफ n क्यान बी फर्मड भनेपछि 2 को पावर n इक्वल्स टु 2 को पावर 5। 2 को पावर 5 भनेको 2 टू द 4 4 टू द 8 8 टू द 16 16 टू द 32 सबसेट्स अफ n क्यान बी फर्मड यसरी लेख्न सकियो है। ल अब अर्को क्वेसन सल्भ गर्न लाग्छौँ। ल क्वेसन नम्बर 5 मा पुग्यौँ हामी। क्वेसन नम्बर 5 चाहिँ भरतपुरमा सोधेको क्वेसन हो। भेन डायग्राम हेर्नुहोस् सल्भ गर्नुहोस् भन्यो। एमा के सोध्यो त डिफाइन इम्प्रोपर सबसेट भन्यो। अब इम्प्रोपर सबसेटको डिफिनेसन अघिल्लो भिडियोमै दिएको छौँ। सी प्रिभियस भिडियो है त, योमा हामी भुलेनौँ। अनि क्वेसन नम्बर बीमा के सोध्यो राइट द इम्प्रोपर सबसेट अफ सेट एस। अब इम्प्रोपर भनेको सबसेट अफ सेट एस लेख भन्यो भने त सेट एस जे हो त्यही लेखिदिने हो भनेपछि के लेख्नु पर्यो द इम्प्रोपर सबसेट अफ सेट एस इज के भन्ने त AEIOU भनेर अर्डरमा लेखिदियो है। अब तपाईँहरू अर्डरमा लेख्दै हुन्छ नलेखिने हुन्छ, मैले यसो राम्रो देखियोस् भनेर एस भित्र भएको जतिवटा इलिमेन्ट छ त्यसलाई लेखिदिने हो भनेको सेट एस जे हो त्यही लेखिदिने है AEIOU। अब सीमा जानुहोस्। इफ BCD आर ओन्ली द मेम्बर्स अफ सेट आर देन वाट टाइप अफ सेट आर यस एन्ड आर राइट विथ रिजन भन्यो। BCD मात्र चाहिँ नि सेट आरको इलिमेन्ट्स हुन्थ्यो। अहिले के छ त सेट आरको इलिमेन्ट्स BCD आई र यु पनि हो नि सेट आर भनेको, किनभने आरको सर्कलभित्र त आई र यु पनि पर्छ। BCD आई यु छ अहिले। यदि आरको चाहिँ नि इलिमेन्ट्स आई र यु नभइकन BCD मात्र भएको भए यस र आर चाहिँ कस्तो सेट हुन्थ्यो भन्यो। अहिले त ओभरल्यापिङ सेट छ, हामीले हेरेर थाहा पाउँछौँ किनभने आई र यु कमन इलिमेन्ट्स हो। अब यो क्वेसन चाहिँ तपाईँहरूलाई अघि गरे जस्तै हो तर अलिकति चाहिँ नि ल्याङ्ग्वेज मात्र फरक गरेको। जस्तै अघि कसरी सोध्यो भन्दा तपाईँहरूलाई 1 र 2 यो जुन ओभरल्यापिङ तपाईँहरूलाई दुई थरी तरिकाले सोध्छ यो कि चाहिँ ओभरल्यापिङ भित्रको इलिमेन्ट्स टेकन आउट रिमुभ्ड भयो भने चाहिँ कस्तो रिलेसनसिप हुन्छ अथवा कस्तो सेट हुन्छ तिनीहरू भनेर सोध्न सक्यो एउटा क्वेसन। त्यही क्वेसनलाई अर्को तरिकाले कसरी सोध्न सके त यताको नभनिकन यताको मात्र बाँकी रह्यो भने यो रिमुभ गर्ने टेकन आउट गर्ने नभनिकन यताको मात्र बाँकी राख्यो भने अथवा यो मात्र मेम्बर भयो भने भनेर सोध्न सक्यो है। योमा कन्फ्युज नहुने। यहाँ के छ यहाँ चाहिँ टेकन आउट भनेर सोधेको छ। यो 1 र 2 लाई टेकन आउट भनेको छ त्यो भन्नु र यो मात्र बाँकी छ भन्नु एउटै हो। के हुन्छ डिस्टेन्सिएट हुन्छ। अनि डिस्टेन्सिएट हुँदाखेरि चाहिँ नि के भन्नु पर्यो त अघि हामीले लेखे जस्तै ल्याङ्ग्वेज लेखिदिने। अब रिजन पनि सोध्छ त्यही भएर अघि मैले लेखिदिएको थिएँ रिजन। अब के भन्ने त इफ BCD आर ओन्ली द मेम्बर्स of set R then set S and R will be के सेट हुने भयो त अहिले ओभरल्यापिङ थियो आई र युको कारणले। अब त्यो आरसँग भएन भने त डिस्ट्वेन्ट हुने भयो छुट्टिने भयो। देन सेट एस एन्ड आर विल बी डिस्ट्वेन्ट सेट बिकज only I and U are the
के भन्नु पर्यो कमन मेम्बर्स प्रेजेन्ट इन बोथ सेट्स यस एन्ड आर किनभने आई र यु मात्र कमन एलिमेन्ट हो। अब बीसीडी मध्येको कुनै एउटा कमन एलिमेन्ट भएको भए त ओभरल्यापिङ नै भइरहेको थियो। अब बीसीडी त कमन एलिमेन्ट होइन, यसरी बुझ्नु पऱ्यो है। ल अब क्वेसन नम्बर 6 तर्फ लाग्यौँ। ल क्वेसन नम्बर 6 चाहिँ पोखरामा सोधिएको क्वेसन छ है, सल्भ गरौँ। भेन डायग्राम दिएको छ अनि क्वेसन केमा के सोध्यो डिफाइन इम्प्रोपर सब्सेट यो हामीले पहिले गरिसकेको छ, सी प्रिभियस भिडियो है त। अनि बीमा राइट एनी वान प्रोपर सबसेट अफ बी भन्यो। बी चाहिँ नि के छ अहिले 2 4 5 8 भन्ने एलिमेन्ट्स बीमा छ। सेट बी भनेको चाहिँ 2 4 5 8 छ होइन। अनि हामीले चाहिँ यसको एउटा प्रोपर सबसेट मात्र लेख भन्यो। अब त्यो चाहिँ नि जे लेख्दा नि भयो है, त्यो प्रोपर सबसेटवाला अगाडिको थ्योरेटिकल भिडियो हेर्नुभयो भने तपाईँहरू अझै मजाले डेपमा बुझ्नुहुन्छ है त। ल एनी वान प्रोपर सबसेट अफ सेट बी इज भन्ने 2 मात्र भनेर लेख्ने भयो, 4 मात्र भनेर लेख्ने भयो, 5 मात्र भनेर लेख्ने भयो, 8 मात्र भनेर लेख्ने भयो, 2 4 भनेर लेख्ने भयो, 2 5 भनेर लेख्ने भयो, 2 8 भनेर लेख्ने भयो, 4 5 भनेर लेख्ने भयो, 4 8 भनेर लेख्ने भयो है। अनि त्यसपछि चाहिँ नि ल एउटा त्यो मध्येमा एउटा लेख्ने हो, धेरै नै बन्छन् होइन। 4 वटा एलिमेन्ट छ भने चाहिँ 2 को पावर 4 - 1 भनेपछि 16 - 1 15 वटा बन्छ। 15 मा एउटा लेख भने अब 2 मात्र लेख्ने भयो, इम्टी सेट लेखिदिने भयो, मैले अघि भनेकोहरू लेख्ने भयो, जुन लेख्दा नि हुन्छ है। अब सीमा इफ यु हेभ टु मेक सेट बी अ प्रोपर सबसेट अफ सेट ए भनेको क्वेसनले के सोध्यो त बीलाई चाहिँ नि क्वेसन नम्बर सी को है, बीलाई चाहिँ नि प्रोपर सबसेट अफ सेट ए बनाउनु पर्यो। जता ओपनिङ भएको छ राइट साइडतिर ओपनिङ भएछ भने सबसेटको कुरा, लेफ्ट साइडतिर ओपनिङ भएछ भने सुपरसेटको कुरा भनेर मैले थ्योरेटिकल भिडियोहरू हेर्नुहोस् है अगाडिको, तपाईँहरूलाई कन्फ्युजन हुन्न। अनि प्रोपर सबसेट हुनलाई के हुनु पर्यो त भन्दा बी चाहिँ नि ए को प्रोपर सबसेट हुनलाई के हुनु पर्यो भने बीमा जति एलिमेन्ट्सहरू छन् त्योभन्दा कम्तीमा पनि एउटा एलिमेन्ट्स चाहिँ नि एमा बढी हुन पर्यो भन्ने कुरा हो है। कुरा बुझ्नुभएको भएन। अनि बीमा भएको सबै एलिमेन्ट्स पनि एमा हुन पर्यो, फरक एलिमेन्ट्स बीमा भएर भएन फेरि भनेको बुझ्नुभएको भएन। बी इज सबसेट अफ ए भन्नलाई बीमा भएको सबै एलिमेन्ट्सहरू पनि एमा हुन पर्यो। अनि त्यसपछि एमा त्यो बाहेक बढी पनि हुन पर्यो है। अब हामीलाई क्वेसनले के भनेको छ त सेट बीमा हाम्रो के छ 2 4 5 8 छ, सेट एमा के छ 2 4 6 छ होइन। अब हामीले त सेट बीलाई सेट ए को प्रोपर सबसेट बनाउने हो भनेपछि सेट एमा बीमा भन्दा बढी हुन पर्यो, अनि बीमा भएको पनि सबै हुन पर्यो भनेपछि अब हामीलाई चाहिँ यहाँ क्वेसनले के भने व्हिच एलिमेन्ट्स आर टु बी ड्रन आउट भनेको चाहिँ कुन एलिमेन्ट्स हटाइदियो भने बी चाहिँ ए को प्रोपर सबसेट बन्न सक्छ भन्यो। अब डिफिनेसन अनुसार फेरि रिपिट गरेँ, कन्फ्युज नहुनुहोस्। बीमा भएको एलिमेन्ट्स जति सबै एमा हुन पर्यो भनेको मतलब के हो, यो कमन ठाउँको एलिमेन्ट्स बाहेक अरू हुन्छ त बीमा भएको एलिमेन्ट्स एमा बनाउन सकिन्छ सकिँदैन भनेपछि बीमा भएको पनि सबै हुन पर्यो। अनि यो जुन एमा भएको 6 छ त्यो त बीमा छैन भनेपछि 5 र 8 भन्ने चिजलाई चाहिँ नि हामीले एलिमेन्ट्सलाई हटाइदियो भने बीमा के हुन्छ 2 र 4 मात्र हुन्छ, एमा के हुन्छ 2 4 6 हुन्छ। हाम्रो ठ्याक्क डेफिनेसनको क्राइटेरिया मिट भयो कि भएन, बीमा भएको 2 र 4 पनि एमा भयो र बीमा भएको भन्दा एटलिस्ट एउटा 6 पनि एमा बढी भयो भनेपछि बीलाई ए को प्रोपर सबसेट भन्न सकियो। कुरा बुझ्नुभयो होइन। ल भनेपछि के लेख्नु पर्यो त द एलिमेन्ट्स फाइभ एन्ड 8 should be drawn out from set B to make set B a proper subset of set A। कुरा बुझ्नु भयो नि, कन्फ्युज गर्नु भएको छैन नि। डिफिनेसन त्यो अगाडिको थ्योरेटिकल डिफिनेसन हेऱ्यो भने तपाईँलाई ठ्याक्कै थाहा हुन्छ है।
बीलाई ए को सबसेट फेरि एकचोटि भनिदिन्छु तपाईँलाई लास्टमा बीलाई ए को प्रोपर सबसेट भन्नलाई बीमा भएको सबै एलिमेन्ट्स पनि एमा हुन पर्यो एमा बीमा नभएको एटलिस्ट कम्तीमा पनि एउटासम्म एलिमेन्ट पनि बढी चाहिँ नि एमा हुन पर्यो फेरि तर यहाँ त के छ बीमा एलिमेन्ट्स बढी छ एमा कम छ अब क्वेसनले के भने बी को कुन कुन एलिमेन्ट्स रिमुभ गर्यो भने बीलाई चाहिँ नि ए को प्रोपर सबसेट भन्न पाइन्छ भन्यो अब बीमा भएको कमन के अरे बीमा भएको एलिमेन्ट्स सबै एमा हुन पर्यो भनेपछि बीमा भएको एलिमेन्ट्स कुन कुन हो 2 4 5 8 हो अब यो 5 र 8 त कहिले एमा हुन्छ त हुँदैन 2 र 4 मात्र हुन्छ किनभने यो कमन पार्टको एलिमेन्ट्स मात्र एमा हुने हो भनेपछि 5 र 8 त कमन एमा राख्न सकिँदैन हामीले त्यो भएर यो 5 र 8 लाई रिमुभ गर्यो भने अब बाँकी रहन्छ अरू बाँकी रहँदैन 2 र 4 बाँकी रहन्छ त्यो त एमा पनि छ भनेको बी को एलिमेन्ट्स 2 र 4 मात्र हुने भयो यो दुईटा हटायो भने जुन चाहिँ एमा पनि बाँकी छ अनि अर्को के भन्यो कम्तीमा पनि एउटा एलिमेन्ट्स चाहिँ नि फेरि बीमा भन्दा बढी हुन पर्यो भनेको यो 6 त बीमा हुँदैन नि नहुने भनेपछि एमा कम्तीमा एउटा एलिमेन्ट्स बढी भयो भनेपछि त्यस्तो केसमा 5 र 8 हटाइयो भने बीलाई चाहिँ ए को प्रोपर सबसेट भन्न सकिने रहेछ है त ल अब अर्को क्वेसन सल्भ गरौँ ल क्वेसन नम्बर 7 बुटलमा सोधेको क्वेसन छ सल्भ गराउनतिर लागौँ एले के भन्यो इम्प्रोपर सबसेट डिफाइन गर भन्यो सी प्रिभियस भिडियो है त त्यहाँ त सबै थ्योरीको पार्टहरू त्यहाँ हेर्नुभयो भने तपाईँलाई इनफ हुन्छ एक्जामको लागि अब बीमा के भन्यो राइट द प्रोपर सबसेट्स विथ 2 मेम्बर अफ सेट ए भन्यो है अब यो तपाईँहरूलाई अलिकति घुमाएर क्वेसन सोधेको तपाईँहरू धेरै कन्फ्युज हुनु पर्दैन सजिलो छ एन्सर तपाईँहरूलाई जान्नुहुन्छ ल्याङ्ग्वेज घुमाइदिनु खोजेको मात्र हो एमा भनेको चाहिँ हाम्रो एलिमेन्ट्स के छ त 1 3 5 7 छ होइन त 1 3 5 7 अब यो तपाईँलाई बुझाउनलाई है अहिले यो एन्सर चाहिँ म लेख्छु अनि यो भनेको कतिवटा बन्ने भयो त 2 को पावर n -1 भन्ने हामीसँग फर्मुला हो ए को चाहिँ 1 2 3 4 भएपछि 2 को पावर 4 भनेको 16 हुन्छ -1 भनेको 15 हुन्छ भनेपछि 15वटा बन्ने रहेछ के बन्दा रहेछन् त्यो पनि हेरौँ ल एउटा 1 मात्र बन्ने भयो अर्को 3 मात्र बन्ने भयो अर्को 5 मात्र बन्ने भयो अर्को 7 मात्र बन्ने भयो है अर्को के बन्ने भयो त 1 अर्को के बन्ने भयो 1 3 बन्ने भयो अर्को 1 5 बन्ने भयो अर्को 1 7 बन्ने भयो अर्को के बन्ने भयो 1 3 1 5 1 7 अर्को 3 5 बन्ने भयो अर्को 3 7 बन्ने भयो 3 5 3 7 अनि त्यसपछि अर्को 5 7 बन्ने भयो है त अनि अर्को के बन्ने भयो 1 3 5 बन्ने भयो अर्को 1 5 7 बन्ने भयो अर्को 1 3 5 1 3 7 पनि भन्ने भयो 1 3 5 1 5 7 1 3 7 पनि भन्ने भयो अनि 1 2 3 4 5 6 7 8 9 10 11 12 13 1 3 5 1 3 7 1 5 7 3 5 7 पनि भन्ने भयो नि त है अनि 3 5 7 पनि भन्यो अर्को एउटा 5 मात्र पनि भन्ने भयो है 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15वटा भन्यो अब यो 15वटामा हेर्दा तपाईँहरूले अब यो क्वेसन अनुसार पहिले तपाईँलाई बुझ्नुहुन्छ भनेर यो लेखाइदिएको है 1 2 3 4 5 4वटा हेर्ने हो भने एउटा मात्र मेम्बर भएको भनेको छ हो प्रोपर सबसेट ए को अनि 1 3 1 5 1 7 3 5 3 7 5 7 यो दुईटा मेम्बर भएको भनेछ 1 3 5 1 5 7 1 3 7 अनि 3 5 7 भन्ने चाहिँ नि तीनटा मेम्बर अथवा तीनटा एलिमेन्ट्स मिलेर बनेछ यो चाहिँ एउटा इन्टिजर भइहाल्यो अब क्वेसनले के भनेको तपाईहरुलाई भन्दाखेरि चाहिँ नि राइट द प्रोपर सबसेट विथ द टु मेम्बर्स अफ सेट ए भनेको चाहिँ यो दुईटा मेम्बर मिलेर बनेको चाहिँ नि मेम्बरहरु चाहिँ नि प्रोपर सबसेटको मेम्बर चाहिँ नि दुईटा मेम्बर मिलेर बनेको प्रोपर सबसेट चाहिँ नि सेट ए को लेख्नुहोस् भनेर भनेको है भनेपछि तपाईहरुको आन्सर चाहिँ के हुन रहेछ त द
proper subsets with two members of set A are के हुने भयो त एउटा 1 3 अर्को 1 5 अर्को 1 7 अर्को 3 5 अर्को 3 7 एन्ड अर्को 5 7 लाई यति हुने भयो है। कन्फ्युजन त छैन नि? ल कन्फ्युज भयो भने तर कमेन्ट गर्नुहोस् है। अब क्वेसन नम्बर 8 मा लागौँ हामी। ल क्वेसन नम्बर 8 चाहिँ नेपाल अङ्ग्रेजीमा सोधेको क्वेसन छ। मैले डायग्राम दिएको छ, सल्भ गरेर बनाएको छ है। स्पेसिफाई द काइन्ड अफ गिभन सेट ए एन्ड बी डिस्जोइन्ट अर ओभरल्यापिङ। हेरेर थाहा हुन्छ के अरे ओभरल्यापिङ सेट हो। सेटको इलिमेन्ट्स 3 चाहिँ नि कमन इलिमेन्ट्स ए र बी दुइटैमा हो भनेपछि लेख्न सकिहाल्यो। सेट्स ए एन्ड बी आर overlapping set because they both have common elements 3 भन्नु पर्यो है। अनि अब बीमा जाउँ। राइट एन्ड टू प्रपर सबसेट अफ सेट बी। सेट बीको कुनै दुईवटा प्रपर सबसेट लेख्यो भने एउटा 4 मात्र लेख्ने भयो, 5 मात्र लेख्ने भयो, 3 मात्र लेख्ने भयो, 3 4 लेख्ने भयो, 3 5 लेख्ने भयो, 4 5 लेख्ने भयो है, 5 लेख्ने भयो, जे लेख्ने भयो है। दुईवटा चाहिँ लेख्नु पर्यो भनेपछि एनी टू प्रपर सबसेट्स अफ सेट बी आर के लेखिदेऊ त सिंगल मेम्बर वाला लेखिदियो है। एउटा 4 एन्ड अर्को के हो त 5 हो। अनि सीमा कंस्ट्रक्ट द युनिभर्सल सेट यु फ्रम सेट ए एन्ड बी। ए र बीबाट चाहिँ नि युनिभर्सल सेट छ नि, यो जुन यु बना भनेको त्यो केही पनि गर्नु परेन। तपाईँले रिपिट नगरिकन यो सर्कलभित्रको एलिमेन्ट्सहरू लेखिदिने यो इक्वल्स टु भनेर भनेपछि कसरी गर्न सकियो त द युनिभर्सल सेट यु फ्रम सेट ए एन्ड बी इज भन्ने यो इक्वल्स टु के लेख्नु पर्यो त 1 2 3 4 5 भन्ने नै कर्ली ब्र्याकेट क्लोज गरिदिने। ल सजिलो छ नि है यो क्वेसन त, केही पनि गाह्रो छैन। ए र बीबाट युनिभर्सल सेट बना भन्यो। ल अब अर्को भिडियो सल्भ गरौँ। ल क्वेसन नम्बर 9 चाहिँ धनगढीमा सोधेको क्वेसन है। 2018 मा सोल्युसन गरौँ। लिस्ट द एलिमेन्ट्स अफ सेट आर एन्ड यस भनेपछि केही गाह्रो छ त छैन। सर्कलभित्रको आर सर्कलभित्रको यसको चाहिँ नि एलिमेन्ट्स लेखिदिने। आर इक्वल्स टु के हुने भयो त एबिसी अनि यस इक्वल्स टु के हुने भयो त सिडिई। अब यो एफजिएच भन्ने चाहिँ आरको पनि हुँदैन यसको पनि हुँदैन, तर युनिभर्सल सेट लेख भन्यो भने चाहिँ फेरि यो एबिसिडिई एफजिएच पुरै हुन्छ है। अगाडि गरेको थियो नि हामीले। यो बाहिरको चाहिँ यो आर र यससँग हुँदैन, फेरि नजिक नजिक छ भनेर लेख्ला। ल अब राइट द इम्प्रोपर सबसेट फर्म फ्रम द सेट आर भन्यो। बीको चाहिँ नि द इम्प्रोपर सबसेट्स फर्मड फ्रम सेट आर इज। अब इम्प्रोपर भन्यो भने जुन सेटको भित्रको जे हो त्यही हो नि। सेट ए भनेको यो हो भनेपछि त्यही एलिमेन्ट्स लेखिदिने हो एबिसी नै है। अनि क्वेसन नम्बर सीमा आयो। इन विच कन्डिसन द गिभन सेट्स आर एन्ड यस बिकम डिसजोइन्ट भन्यो। आर र यस चाहिँ अहिले ओभरल्यापिङ छ। कस्तो कन्डिसनमा डिसजोइन्ट हुन्छ भनेपछि दुईटाको कमन एलिमेन्ट भएन भने डिसजोइन्ट हुने हो। कमन एलिमेन्ट भएन भने डिसजोइन्ट हुने भनेको कमन एलिमेन्ट के छ त सी छ। यो सीलाई चाहिँ नि आरबाट हटाइदियो भने पनि डिसजोइन्ट हुन्छ, यसबाट हटाइदियो भने पनि डिसजोइन्ट हुन्छ भनेपछि के लेख्ने त इफ द element C is taken out either from the sets R or yes, then the given sets
आर एन्ड एस बिकम डिसजोइन्ट भनेर लेख्नु पऱ्यो है। आर र यसबाट आरबाट सीलाई हटाइदियो भने पनि डिसजोइन्ट हुन्छ, यसबाट सीलाई हटाइदियो भने पनि डिसजोइन्ट हुन्छ है। कमन एलिमेन्ट यही हो। ल अब अर्को क्वेसन सल्भ गरौँ। ल यो भिडियोको लास्ट भिडियोमा छौँ हामी। क्वेसन नम्बर 10 भक्तपुरमा सोधेको है। अब अहिलेसम्म हामीलाई कस्तो थियो त, भेन डायग्राम दिन्थ्यो र क्वेसन सल्भ गर भन्थ्यो। अहिले चाहिँ नि लिस्टिङ मेथडमा दियो, रोस्टर फर्ममा। अब कहिलेकाहीँ चाहिँ फेरि तपाईँहरूलाई त्यो सेट बिल्डर र फर्महरूमा पनि दिन सक्छ। त्यही भएर सबै किसिमको प्र्याक्टिस चाहिँ गर्नुपर्छ तपाईँहरूले है। भेन डायग्रामको मात्र प्र्याक्टिस नगर्नु होला। कहिले कहिले फेरि एकचोटि यसरी पनि दिएको छ है भक्तपुरमा। भनेपछि अब क्वेसन हेरौँ, केही गाह्रो हुँदैन, कुरा एउटै हो। राइट अल पोसिबल सबसेट्स द्याट क्यान बी फर्मड फ्रम सेट ए। सेट ए भनेको के दिएछ त, सी र डी भन्ने दिएछ होइन। अनि हामीलाई के भन्यो त, सेट एबाट बन्ने चाहिँ नि सबसेटहरू सबै लेख भनेर हामीलाई चाहिँ नि क्वेसनले भन्यो। अब सबसेट मात्र भन्यो भने 2 को पावर n, प्रोपर सबसेट भन्यो भने 2 को पावर n - 1 भनेर त अगाडि भिडियोमा धेरैचोटि भनिसकेको छ। यहाँ चाहिँ के मात्र भन्यो, पोसिबल सबसेट मात्र भन्यो, प्रोपर सबसेट भनेको छैन। सबसेट मात्र भनेको छ भने एलिमेन्ट्स कतिवटा छ, 2टा छ। 2 को पावर 2 भनेपछि कतिवटा बन्ने भयो त, जम्मा 4वटा बन्ने भयो है। जम्मा 4वटा चाहिँ हाम्रो सबसेट बन्ने रहेछ। यसरी भयो गर्नुभयो भने चाहिँ तपाईँलाई ठ्याक्क थाहा हुन्छ क्या हामीले छुट्यायो कि छुट्याएन। कहिले कहिले छुट्न सक्छ। भनेपछि ए को एन्सर के हुने भयो त, ए इक्वल्स टु सिडी छ भने द पोसिबल subsets that can be formed from set A R के हुन्छ त, एउटा सी मात्र हुन्छ, अर्को डी मात्र हुन्छ, अर्को सी र डी दुइटै सबसेट मात्र भन्यो भने त सी र डी दुइटै जुन सेट हो त्यो पनि लेख्न पाइयो नि। अनि त्यसपछि चाहिँ नि 5 हुन्छ है। यो 4वटा भन्दा बेसी बन्दैन। अब क्वेसन नम्बर बीले के भन्यो, डिस्टिङ्ग्विस द प्रोपर एन्ड इम्प्रोपर सबसेट्स फ्रम दिस सेट्स। अब यो सेटबाट चाहिँ नि कुन चाहिँ प्रोपर हो कुन चाहिँ इम्प्रोपर हो छुट्टा भन्यो। अब त्यसको लागि तपाईँले धेरै सोचिराख्नै पर्दैन। यो सेट जुन हो त्यही सेट भनेको चाहिँ नि इम्प्रोपर हो, बाँकी रहेको सबै प्रोपर हो। इम्प्रोपर एउटा मात्र बन्छ, प्रोपर धेरै बन्छ एउटा भन्दा। भनेपछि यो सेट जुन हो त्यही सेट चाहिँ नि इम्प्रोपर हो, बाँकी रहेको सबै प्रोपर हो। भनेपछि के गर्ने त, प्रोपर सबसेट्स अफ सेट ए भनेको के हुने भयो त, एउटा सी हुने भयो, अर्को डी हुने भयो, अर्को 5 हुने भयो है। अनि इम्प्रोपर सबसेट्स अफ सेट ए भनेको चाहिँ के हुने भयो त, सिडीवाला मात्र हुने भयो है। ल यसरी चाहिँ हामीले बिएलईको क्वेसन 2080मा तिमी विभिन्न ठाउँमा सोधेको क्वेसनहरू सल्भ गऱ्यौँ। अब नेक्स्ट भिडियोबाट चाहिँ हामी मोडल क्वेसनहरू पनि सल्भ गर्नेछौँ भन्दै च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला, साथीहरूसँग सेयर गरिदिनु होला। थ्याङ्क यू सो मच।